अहिलेलाई केही छैन, कांग्रेस एमाले माओवादीलाई केही छैन भन्ने बात देश ध्वस्त बनाइदिनु भयो। यहाँहरूलाई धन्यवाद छ। त्यसैले हैन, अब मुख र रुख त अब जनताले उ गरिसकेका छन्। यसलाई अब यतापट्टि धेरै नजाउँ, तपाईँहरू धेरै नउचाल्नुहोस् मलाई। अब यतिसम्म अहिले पनि आज भोलि पनि हेर्ने भने केपी ओली चाहिँ मै जित्छु भनेर झापामा गइरहेका छन्। तपाईँले के देख्नु भएको छ झापाको माहौल चाहिँ? हैन, यसो छ, अहिले पनि जनताहरूले उहाँहरूलाई हेरिरहेका छन्। तपाईँले भनेको जस्तो जनताहरू उहाँहरूलाई हेर्नेमा पनि घुइँचो छ। तर एक्चुअली जनताहरूले अन्तिमचोटि भ्रष्टाचारीको मुख हेरौँ भनेर जनताहरू आइरहनु भएको छ। तपाईँले अस्ति झापाको सङ्केत गर्नुभएको होला, त्यत्रा मान्छे केपी ओलीलाई हेर्न आए नि भनेर चाहिँ तपाईँ मलाई अघि फोनमा पनि भन्दै हुनुहुन्थ्यो। अन्तिमचोटि भ्रष्टाचारीको मुख नजिकबाट हेरौँ भनेर जनता हेर्न आएका हुन्। अन्तिमचोटि देश ध्वस्त पार्नेहरूलाई नजिकबाट हेरौँ भनेर आएका छन्। अझै एकचोटि सबै जनताले एकचोटि फर्काइ हेर्नु होला, उहाँहरूलाई नजिकबाट एकचोटि हेर्नु होला। यो अन्तिम पटक हो उहाँहरूलाई चुनावी मैदानमा देख्ने एउटा अन्तिम पटक हो। आम नेपाली जनताले अब स्पष्ट रूपमा बहुमत दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पठाउनु हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी देशको एउटा नयाँ खाका कोर्दैछ, देशको एउटा नयाँ सपना कोर्दैछ। फागुन 21 को निर्वाचनमा भइरहेको वातावरणमा सत्य र असत्यको बीचमा मतदान हुँदैछ। त्यो दिन आम नेपाली जनता सत्यको पक्षमा उभिएर बिरालोको घाँटीमा घन्टी कसले बाँधिदिने भन्ने एउटा नेपाली समाजको एउटा उखानमा यो बेला रवि लामिछाने घन्टी बजाउँदै हिँड्नु भएको छ, बालन शाह घन्टी बजाउँदै हिँड्नु भएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टी बिरालोको घाँटीमा घन्टी बाँधिन तयार भएको छ। फागुन 21 गते आम नेपाली जनताले घन्टी बजाउनु हुनेछ। फागुन 22 गतेबाट राष्ट्रिय स्वतन्त्र पार्टीले यिनको बारा बजाउनेछ। अब घन्टी बजाउने र बाजा बजाउने अभियान सुरु हुनेछ। यहाँहरू सबैजना पत्रकार साथीहरूलाई धन्यवाद छ, आइदिनु भयो। खगेन्द्रजी, भर्खरै रवि लामिछानेले तपाईँलाई यहाँ स्थानीयहरूसँग भोट पनि मागिदिनु भयो। यति रातिसम्म पनि तपाईँ र तपाईँका स्थानीयहरू यति धेरै साथ दिइरहेका छन्। के अब तपाईँ पनि जितको नजिक भएको यो सङ्केत हो? तपाईँले भनेको जस्तो अहिले राष्ट्रिय स्वतन्त्र पार्टी 165 निर्वाचन क्षेत्रबाट जितको नजिकमा छ। अहिले भर्खरै मात्र हाम्रो सामान्य पार्टी सभापति रवि लामिछानेज्यू भर्खर मात्र बाँकेको 3 नम्बर क्षेत्र यो खजुरा बजार हुँदै भर्खरै मात्र आउनुभयो र भर्खरै मात्र नेपालतिर प्रस्थान गर्नुभएको छ। अहिले तपाईँले भनेको जस्तो आम नेपाली जनता अहिले चुनाव लडिरहनु भएको छ। आम नेपाली जनता यो उत्साह, यो उत्सवको रूपमा चाहिँ मनाइरहनु भएको छ। अहिलेको निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी होइन, नेपाली जनता चुनाव लडिरहेको छ। हामी त एउटा प्रतिनिधिको रूपमा मात्र उभिएका छौँ। त्यसैले अहिले नेपाली जनता चुनाव जित्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीहरू यसको प्रतिनिधिको रूपमा चाहिँ उभिएका छन्। जस्तो रविजी आएर यो एकदमै उहाँको व्यस्तताको समय पनि हो, भोलि घोषणा सभा छ। घोषणा सभाको बिचमा पनि खगेन्द्रलाई चाहिँ एकचोटि शुभकामना दिउँ, यहाँ स्थानीयहरूलाई नि भेटौँ र सबैलाई भोट मागौँ भनेर आउनुभयो होइन? यो बाटो चाहिँ तपाईँलाई कतिको हौसला मिलेको छ? होइन, रवि लामिछाने आफैमा एउटा यस्तो ऊर्जाले भरिएको मानिस हो जसको अनुहारले, जसको उपस्थितिले, जसको एउटा औराले नै हामीलाई त्यो एउटा चाहिँ उत्साह एउटा प्रदान गर्छ। एकचोटि बडो थाकेर गएको बेला पनि रवि लामिछानेको आँखा एकचोटि झुलुक्क देख्न पाइयो भने रवि लामिछानेलाई एकचोटि मात्रै रवि लामिछानेलाई